ओए कस्तो यार तपाईको छोरी नै नक्कली छे त ड्राइभरको के दोष रे Let me get my head straight, I need a drink of water. It's been days I've had a headache. Don't wanna wake up one day, feel like I regret things. I want my story just to have a happy ending. And I don't got a plan B, a plan A's all I need. Took the ships from the sea and burnt them all, no retreat. It's kill or get, eat, and get buried with the seeds. But that makes me feel free, hella focused on my dreams. I got habits, they're established. I'm doing things a bit manic, but I can handle it. Juggle this, juggle that. Struggle here, lose some cash. Win and lose, make it back. You can choose your own path. Nothing good comes fast. Nothing fast ever lasts. So I'll be patient but attack every day like it's my last. Push the pedal to the gas. Burn the fuel that I have. Start a fire, light a match. I ain't never looking back. So plant hard in your feet. There's no retreat. Burn the boats on the shore till they're buried underneath. There ain't no going back. Forget the past out of desperation. Are the people born who can last? There's no retreat, don't believe. You got it in you, you can do anything that you think that you need. Don't be scared, go succeed. The only people who compete are the ones who don't retreat. So hello and namaste सबैजनालाई वेलकम ब्याक टु माई च्यानल सो होप सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला म पनि सन्चै अनि आरामै छु सो नेक्स्ट डे नेक्स्ट ब्लग गाइस अनि अहिले चाहिँ मालडुङ्गा बेनीको बाटो नि यस्तो दामी भएको छ अब चाहिँ हामीलाई उता बागलुङ हुँदै घुम्न पर्दैन सो आज चाहिँ मेरो यात्रा हुँदैछ पोखरासम्म मैले चाहिँ अलि महिना पहिल्यैबाट चाहिँ भ्लगहरू बनाउँछु भनेर सोचेको थिएँ ठ्याक्क अब यसो च्यानललाई हेरौँ के कस्तो भइरहेछ च्यानलको कन्डिसन कस्तो छ भनेर च्यानल त डिमोनेटाइज भइसकेको रहेछ लगभग $50 सम्म बनाएको थिएँ च्यानलमा त अब पैसै छैन हो नि त लगभग 5-6 हजार जति के भयो भनेर अनि टक्क लाएर सब रिसर्च गरेको त भएको रहेछ के भन्दाखेरि 6 महिनासम्म च्यानलमा भिडियोहरू अपलोड नभएको भएर युट्युबले आफै डिमोनेटाइज गर्दैछ पैसा नआउने बनाइदिएछ अब 6 महिनासम्म केही अपलोड नगरेपछि त्यस्तो रुल्स रहेछ युट्युबको जोस जाँगो सब हरायो बल्ल बल्ल च्यानल त्यति दुःख गरी मोनेटाइज गरेको त्यही पनि डिमोनेटाइज भयो रुल्स पनि थाहा भएन न त मैले एउटा दुईटा भिडियो त हाल्थेँ यत्तिकै हावातालमा बनाएर नि हाल्थेँ फेरि मोनेटाइज गर्छु भनेर सोच्दा फेरि अर्को 6 महिना बित्यो अनि 1 वर्ष भयो मैले भ्लग बनाउनु पर्ने हो अब यहाँ जान्छु यहाँ यस्तो भ्लग बनाउँछु भन्छु अनि फेरि भोलि बिहान उठेपछि त्यही त हो यस्तो गर्दा गर्दै मेरो युट्युब करियर यहीँ टुङ्गेला जस्तो छ सो यो गाइस अहिले चाहिँ म पातिचर कटेर डिम्बु आउन लागिसकेँ ओए कस्तो दुईटा पहाडको बिचबाट वहाँ हिमाल देखिएको या तर क्यामेराले देखाउँछ कि देखाउन्न मेरो आँखाले नै कति मधुरो देख्यो यो कर्नरिङ मलाई दामी लाग्छ क्या एउटै फ्लोमा यसरी सर घुम्न पाइन्छ क्या दामी हो यो यहाँ एउटा यस्तो ठाउँ छ घामै लाग्दैन क्या यहाँ घामै लाग्दैन यो कुनामा यो बिहानको शीत अहिलेसम्म हुन्छ क्या यो पुरै शीत हो यो पुरै यो चिसो छ नि सब शीत हो क्या यहाँ घामै लाउनु किन हो बिहान आउँदा नि यस्तै दिउँसो आउँदा नि यस्तै बेलुका आउँदा नि यस्तै हुन्छ क्या यहाँ कस्तो ठाउँ होला यार घामै नलाउने ठाउँ सो हेर्नु सक्नुहुन्छ माछा पुछ्रे हिमाल मेरो सिधा अगाडि माछा पुछ्रेको चिसो हावा खाँदै अब कुदाउँदैछु म सिधा अगाडि छ हिमाल अहिले आफूले चलाउँदा केही कुदाए जस्तो लाउन्न घर गएर भिडियो हेर्नुपर्छ फेरि ओहो यस्तो कुदाएको थिएँ है यस्तो कुदाउँदाखेरि एउटा ढुङ्गा परे भए हल्का ब्रेक नलागो है कर्नरिङ हान्दाखेरि चिप्ले भयो यस्तो यस्तो याद आउँछ अनि साइकल आउँछ अब त कुदाउन्न भन्छ अनि फेरि चला बाइकमा बसेर थ्रटल समातेपछि फेरि मारी बटानमा लाउँछ यसरी
नमस्ते सन्तु पन्थान के भनेको यस्तो ल आफ्नो जन्मभूमि छोडियो पर्वत जिल्ला छोडेर अब हामी कास्की छिरिसकेको छौँ अब केही छिनमा सहर की रानी नाम पोखरा आज कस्तो ढाड दुख्यो यार मेरो यार छ्या ला ढाड दुख्छ त यार दुख्थेन यस्तरी त बाइकले नि रोगी बनाउँछ क्या हो त्यस्तो न्युरी परिपरि चलाउनु पर्छ अब पहिला पो यत्रो थियो यस्तरी चलाइन्थ्यो अब त घोप्टीबाट चलाउनु पर्छ ढाड त अनि त्यसै दुख्ने भयो त अनि मुटु छुने लुम्लेको हावाले भन्ने गीत त सुन्नुभएको होला सो लुम्ले आएँ म तपाईँको छोरी नै नक्कली छे त ड्राइभरको के दोष रे हो सही हो सही हो सो अहिले चाहिँ हामी आइयो बाइकर्स पोइन्टमा यो चाहिँ हाम्रो बेनी जाने बेनीबाट पोखरा आउने बेलाको बाइकर्स पोइन्ट हो क्या यहाँ धेरैजनाले रोक्ने फोटोसोटो खिच्ने भिडियो सिडियो बनाउने गर्नुहुन्छ यो ठाउँमा पनि यति चिसो हुन्छ यो भगवान् त्यो बेनी गाउँदेखि अब पोखरा जाने बेलामा चाहिँ यतिमा हो कि यस्तो चिसो हुन्छ जस्तो कपडा लाएर आयो नि यस्तो चिसोले हान्छ यो मेरो यहाँ 100% वाटरप्रुफ 100% विन्ड प्रुफ छ र पनि कता कताबाट चिसो हावा छिरेको क्या त्यस्तो चिसो हुन्छ यहाँ पनि त्यही हो शीतै सुक्दैन काल्ला काल्ला पुरै शीत छ ओहो आज हिमाल उताबाट त राम्रो देखेको थिएन यताबाट चाहिँ राम्रो देखे रहेछ फाइनली धेरै बेर बसेन 10-15 मिनट बस्यो होला ओए कस्तो यार म आफ्नै बाटो सर आफू साइडलाइट बालेर उहाँ रोकिएको मान्छे फेरि के को सुइँ आउने होला नि आडैमा धन्न अब नयाँ डियोमा ठोक्किन पुगेको थिएँ सो हाइवेमा पनि अब बिस्तारै हिँड्न किनभने अब पछाडिको गाडीलाई पनि गाह्रो हुन्छ हामी 20-30मा हिँड्यो भने पछाडिको गाडी हुन्न ओभरटेक गर्न गतिले ठाउँ पाउँछ किनभने 4 लेनको बाटो भइदिएको भए चाहिँ अब मस्त हुन्थ्यो नि त आफ्नो लेनमा 20मा हिँड्ने भयो 30मा हिँड्ने भयो डोराए नि भयो मेन कुरा चाहिँ हाइवेमा बाटो काट्नु छ भने चाहिँ अगाडिबाट आएको गाडीहरू आउँदैछ भने चाहिँ पहिला ऊ गाडीलाई जान दिएर खाली छ भने काट्नु पऱ्यो क्या आत्तिनु भएन अब म यहाँबाट यता काट्नु छ भने पहिला पछाडि हेरेर अगाडि हेरेर पछाडि अगाडिबाट गाडी आउँदैछ भने यो साइडमा लगेर यो पहेँलो घेरा छ नि यो पहेँलो घेरा भनेको चाहिँ ट्याक्क लगेर त्यहाँ आफू सेफ भएर रोक्नु छ भने चाहिँ यो पहिलो घेराको छेउमा गएर रोक्ने अनि त्यसरी अगाडि पछाडि हेरेर अनि बल्ल आफू कता जाने हो बाटो काट्ने हो कि के गर्ने हो सुई हिँड्यो पछाडि हेर्नु छैन अगाडि हेर्नु छैन स्वाट्ट यसरी डिलाबाट कुनाबाट डिला गऱ्यो भने त एक्सिडेन्ट त त्यसै भइहाल्छ नि धन्न केही भएन ल यो स्कुटरमा त नम्बर प्लेटै छैन भन्दिनु पर्यो दाइ नम्बर प्लेट झरेछ क्या हो नम्बर प्लेट हाँस्दै भन्नु आफैलाई डर लाउँछ क्या चेकिङ त नहोला नि है 110
10-15 हाने फेरि चेकिङ पर्ला र खुलुत्तै होला। वान 31 ए डर लाग्यो यार। म यस्तो कुदाउने मान्छे होइन कसम। म यो बाटो कति हिँड्छु तर मैले यसरी कुदाउँदैन। म हिँड्ने भने ठ्याक्कै यो लेनमा हो। म त्यो लेन पनि जान्न खासै। त्यो ओभरटेक गर्नु पऱ्यो भने यस्तो पछाडि हेऱ्यो अनि सरर गयो अनि ओभरटेक गरिसकेपछि यही लेनमा हो म आउने। यो बिचको लेन भनेको चाहिँ मिडियम यस्तो लेनमा हो कि खास भने त्यो आफ्नै पारामा बिस्तारै हिँड्ने नि भयो छिटो हिँड्नु। अब मलाई बिस्तारै हिँड्नु छ भने म यहाँ आउँछु यो लेनमा आउँछु। अब मस्त हिँड्छु जतिमा हिँड्नु मन लाग्ने भयो। अब यो लेनहरूमा हिँड्ने गाडीहरूको स्पिड म्याक्सिमम् अब 80-90-100 भइराखेको हुन्छ होइन। अब त्यस्तै बजार एरिया आयो भने मात्र थोरै हुने, नत्र 80-90-100 हानेकै हुन्छ। अब आफूलाई बिस्तारै हिँड्नु छ डर लाउँछ सुरुमा छ भने यो लेनमा हिँड्ने होइन। अब यस्तै डिभाइडरहरू आयो भने ट्याक्क यस्तो यत्तिको छल्दै भइहाल्यो क्या। अनि कुदाउनु छ भने आउने बिचको लेनमा अनि हान्ने 80-90-100। मेरो फेरि बानी त्यस्तै। अब नर्मल डेहरूमा चाहिँ बिस्तारै गएको हुन्छु, बिस्तारै जान्छु जहाँ पनि। अब भ्लग बनाउनु पऱ्यो भने खै के एक्साइटेड हुन्छु म कुद्ने, यत्तिकै कुदाउनु मन लजुलो। हुन त अब यत्तिको हाइवेमा 80-90-100 भनेको नि धेरै स्पिड त होइन। अब 5 गियर हाल्यो 3-4 हाल्यो भने कराउँछ। 5 गियर हालेर अब हाली बटा त मेरो फुल थ्रटल नि छैन कि। मैले फुल बटारेँ नि। अब मैले हाफ बटारेँ हो, हाफमा पनि 100 पुग्यो। अब यत्तिकै 100 पुग्यो। अब हाइवे नै यस्तै छ त के गर्नु। यत्तिको लापरवाही चाहिँ नगरौँ है गाइस, यत्तिको लापरवाही नगरौँ। छोरो पछाडि हालेर यत्रो सामान हालेर स्ट्यान्ड लाग्यो। स्ट्यान्ड लाउनु त स्ट्यान्ड। यत्तिको लापरवाही नगरौँ है। एक्लो ज्यान होइन नि। स्ट्यान्ड लाउनु कतिवटा भने स्ट्यान्ड लाउनु। सो यो अलरेडी गाइज अहिले चाहिँ म रुममा आइसकेको छु। अनि धन्न क्र्यास भएन बाइक चाहिँ। एडेप्टरको प्रब्लम भइरहेछ मेरो। धेरै भयो नि त 1-1.5 वर्षसम्म यत्तिकै मोटो भ्लग नै नगरिकन राखेको थिएँ। अनि त्यही भएर चाहिँ एडेप्टरमा पनि प्रब्लम आयो। बेलामा अडियो आउँछ बेलामा आउँदैन। सो त्यो भएर लास्टमा अब भ्लगिङ हानेको थिएँ। त्यो भ्लगिङ हानेको अडियो नै आइन्छ। छिट्टै हामी नयाँ र दामी भ्लगमा भेट्ने नै छौँ। सो त्यतिको लागि चाहिँ वेट गर्नु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरेर राख्नु होला। अब चाहिँ भ्लगहरू आउँछ र डेली भ्लग नआए पनि विकली आउँछ तर दामीवाला भ्लगहरू आउँछ। सो यदि भन्दै आजको भ्लग यही गर्छु। सो होप यु गाइज एन्जॉय माय भिडियो। सो डोन्ट फर्गेट टु सब्सक्राइब पछि ड्याङ्गे बेल आइकन दबाउनु चाहिँ नबिर्सिनु होला। सो हामी अब छिट्टै र नयाँ भिडियोमा भेट्नेछौँ। त्यतिको लागि म पनि बिदा हुन्छु। सो बाई बाई, पिस।